उठ्यारो भयो बाटोमा हिँड्दाखेरि। ओहो घर पुग्यो। अब कुनै दाइ भाउजूहरू कता जानुभएछ? बाबा पनि घरमै हुनुहुन्छ कि कता हुनुहुन्छ होला? घाम पनि कस्तो चर्को न चर्को लागेको। अब त्यो अब बाबु बिहान कता गएको थियो। अब घर आइपुग्छु भन्थ्यो, आइपुग्यो कि केही पनि छैन। जताततै अब सुनसान छ। खै बाहिर कोही आयो पनि खै भिडियो आयो कि के हो यो बोलाउनु पर्यो। बाबु बिरे। हजुर बुवा। अब बिस्तारै भित्र आऊ, त्यो अलिक खाटो छ। हजुर बा, म यो लट्ठी राखेँ। बिस्तारै अब बिस्तारै। म ओहो हो त्यही बस ओहो गर्मी पनि साह्रै गर्मी भयो। साह्रै गर्मी भयो। अनि भनेपछि गर्मी पनि भयो। अनि बाबु जाओस् अहिले अब साह्रै गर्मी पनि भयो। त्यो विचार थाकेर आयो। हजुर बा। अब म एकैछिनमा त्यो नातिनी खै कता पढ्दैछ जस्तो छ, म बनाउँछु। त्यहाँ पानी सानी खाउँ न, अनि यसो कुराकानी गरौँ न। ए हुन्छ बा, हुन्छ। त्यस्तो गरौँ न। म ए नातिनी, ए नातिनी। हजुर। ए खै तिमी के गर्दैछौ बा? तिमी त्यहाँ? म त पढिरहेको छु हजुर बा। ए पढ्दैछौ? हजुर। अब अङ्कलहरू पहिले गर्मी भएर थाकेर आइरहेको छन्, आइराख्नु भएको छ। गिलासमा यसो पानी सानी ल्याऊ, चिसो पानी यसो। मलाई पनि ल्याइदेऊ, अङ्कलले पनि ल्याइदेऊ तपाईँ। ए हुन्छ। के गर्नु? अनि बाबु छोरा हजुर खै पल्ला गाउँको त्यो वैशाखा थामी भेट्न जान्छौ भनेको थियो। हिजो धेरै बेर कुरे, तिमी आएनौ। पछि बिस्तारै म आफै गएँ। धामीलाई भेटेको भेटेन, के खबर ल्याऊ त बाबु तिमीले? मैले धामीलाई भेटेर आएँ बा। हजुर। अब सोमबार आउँछु भन्नुभएको छ धामी बाले। अरू त सबै ठिकै छ। जो त्यहाँ धामीलाई भेटेर बिस्तारै त्यहीँ धामी बालाई भेटेर उहाँको मेरा बा बिरामी छन् धामी बा भनेर सबै खबर छोडेर ल म सोमबार आउँछु के बिरे बा बाबु अब हुन्छ भनेर भन्नुभएको छ धामी बाले। अब आउनुहुन्छ होला? आउनुहुन्छ है? हजुर। पानी गिलासमा राख्दिम कि यतिकै जग्गा खानुहुन्छ? अङ्कलले चाहिँ गिलासमा देऊ, मलाई चाहिँ जग्गै ठिक होला। अङ्कल सक्नुहुन्न नि त। लिएर आउँछु गिलास। अब हेर बा, हिजो रात साह्रै हातबाट कटकटी खाएर अलिअलि टाउको पनि दुखेर अलि अब खै बिस्तारै अब एकै हेरेर कसले पनि गर्नुपर्ने हो कि के भन्ने हो? अब यसो गर्नु पर्ला। ए हजुर बा, हुन्छ। धामीले पनि अब धामी बाले भन्नुभएको छ अब त्यो केही गाउँघरतिर अब त्यो सबै राम्रै भयो भने कसैलाई छाउ सुत्केहरू केही पनि भएको छैन भने म राम्रैसँग काम गरिदिउँला बाबु बिरे। अङ्कलले आँखा देख्नुहुन्न? हात बाँध्यो है? तपाईँलाई नि गिलासमा राखेँ। ए गिलासमा? बिस्तारै खानु है। हेर कति ज्ञानी छिन्। अब पढे लेखेको मान्छे। अब अहिलेको जमाना कोही त यतिको पनि मान्दैन। बिचारा पढ्दा चाहिँ अब हेर। हो नि बा, हाम्रो छोरी चाहिँ राख्ने हो अङ्कल पानी? मलाई पुग्छ नानी, पानी पुग्छ। यो गिलास राखिदिनु ल। कति ज्ञानी छन्, साह्रै ज्ञानी छ। यिनको बारेमा धेरै प्रशंसा गरेको सुन्छु क्या बा मैले। अरू भाइ बहिनीहरूले पनि यताउता। एकैछिन है बाबु, पानी खान्छु।
अनि अब तिम्रो के काम छैन भने जाऊ बा पढाउ म काम पनि गर अनि अब हुन्छ म जान्छु है अनि सोमबार कति बेला आउने र बेलुका आउने कि बिहान आउने गरेर हजुर बिहान आउँछु भन्नुभएको छ धामी भाले बा बिहानतिर घरतिर ठिक छ भने म चाहिँ बिहान आएर बिहानै हेरिदिउँला भन्नुभएको छ कि तर बिहानभन्दा त बेलुका बनाउनु पाए हुन्थ्यो बेलुका चाहिँ अलि दिन आउनुसम्म छन् बिहान अब सबै अब टाइम पनि हुँदैन कोही कहाँ जानुपर्छ अनि त्यो भएर अब मिल्छ भने फेरि पनि यसो कसैले खबर गरेन बेलुका यसै 3-4 बजे कोही टाइममा बोलाउनु पर्ला भनेर खबर गर्नु नि ए हुन्छ बा हुन्छ अब यसो छ दाइ ठुल्दाइले उहाँ जानुहुन्छ होला मान्छे पठाउनु भन्नुभएको छ धामी बाले साँच्चै हेर न हिजो पनि तिम्रो ठुल्दा पनि कता कता बेपत्ता भयो अहिलेसम्म आएको छैन खै केही काम छ कि कता कता बलिन्छ अब के गर्ने हजुर त्यही त म पनि उता धामी बालाई खबर छोड्न भनेर गएँ बा अनि दाइ कतै जानुभएको छ होला केही कामले अनि अब चाहिँ धामी बालाई बोलाउन जाँदाखेरि बेलुकाको टाइममा राम्रो हुन्छ अरे बाले भन्नुभएको दाइ भनेर भन्नुहोला नि म हुन्छ अब बिहान कसो हुन्छ भने हजुर अब बिहानै अब अलि बिहान हेरेर कुरा गर्दाखेरि अलि दिन राम्रो हुन भन्छन् अब बेलुकाको टाइममा चाहिँ अब सबै अब एकै ठाउँमा भेला पनि हुने अनि त्यो भएको कारणले गर्दाखेरि अब बिहान हुनु त धामीको पनि काम होला यताउति होला त्यही भएर बेलुकाको टाइम भाँडौँ कि भने बाबु ए हुन्छ बा हुन्छ हुन्छ त्यसैले अब अनि हजुर बा हजुर हजुर मम्मीले काँक्रो राखिदिनु भएको रहेछ भित्र अनि मैले पनि खाएँ अलि तपाईँहरू पनि खानु अङ्कल खानु है हुन्छ खानुहोस् है ओके थ्याङ्क यू कस्तो मिठो हुने काँक्रो होइन मिठो रहेछ नि बा कस्तो दामी खै बजारबाट ल्याएर राखेर कि ल हेर त बाबु मेरो अब यसरी छोराबाले कति मेहनत गरेर काँक्रा लगाएको बारीमा कतिजना पल्लो फलेको है हो नि बा हो नि खाँदाखेरि हेर्नुहोस् न कति मिठो र रसिलो के हो नि अब बारीमा सबैभन्दा अब अर्ग्यानिक चिज भनेकै बारीको अब काँक्रा अब हरेक कुराहरू हुन्छ नि त अब सायद खोर्सानी पनि फल्या होला टमाटर पनि फल्या छ बेलुका अब तिम्रो दाइ आएपछि यसो टिप भन्नु पर्ला ए हजुर बा हजुर हाम्रो दाइ बा हजुर साह्रै मिहिनेतिलो के बा यस्तो काँक्रो खान पाइयो हेर्नुहोस् न मलाई त अघि गर्मी पनि भएको थियो ए बाबु छोरा हजुर तिमी आफै खाऊ बा मलाई पुग्यो ए हजुर बा अलिकति अहिले दिन आउँछ थालै जान्छ ए हजुर बा एउटा हजुर खानु न एउटा मैले खाएँ मलाई पुग्यो बा होइन एउटा हजुर खानु एउटा हजुर त्यहाँ एउटा छ एउटा हजुर खानु एउटा म खान्छु नि ए हुन्छ ल बा खाऊ अब के गर्नु अब त्यही त खन्दा पनि थकाइ लागिसक्यो अब के गरौँ अब डिस्पुरी खन्दै अर्को परिवारहरू पनि कहाँ गयो गोरु थिइ गयो कि गोरु बाख्रा खेल्न गयो होलान् बुवा र भाइ पनि घरतिर गएर के गरिरहेछन् आफू थकाइ लागिसक्यो के गर्नु र आफूले पनि यस्तै काम गर्दा पनि थकाइ लागिसक्यो अब बुवा र भाइ के गरिरहेछन् घरतिर जानु पर्यो
छ जति काम गरे पनि खाइने होइन काम गरेर सुखै छैन खानालाई पनि यस्तो धेरै साउको ऋण तिर्न पनि 2 वर्ष 3 वर्ष भइसक्यो तिरेको छैन के खाने के गर्ने के तिर्ने साउ पनि धेरै कराइरहेछ के गर्नु आलु लाउनु पर्ने थियो खोल्नु छ ठन्डा पनि बिस्तार लागिसक्यो ढाड लाग्छ के गर्नु अब आराम गर्नु पर्यो घरतिर बुवा र भाइ के गरिरहेछ बुवा र भाइसँग सल्लाह गरौँ एकचोटि अब घरतिर जानु पर्यो घरतिर बुवाहरू के गरिरहेछन् भाइहरू के गरिरहेछन् अब छोरी बहिनीहरू बुढीहरू कहाँ गई अनि गोरु बाख्रा सराउन गयो अलिन थकाइ लाग्यो 2-3 बाछीलाई सल्लाह गरेर अब कतै जानु पर्ला खेल्नु पर्ला सल्लाह गर्दा गर्दै दिदी भाइ भाउजू र कता गए बहिनी ए भाउजू र बहिनी त उता गाई बस्तु लिएर जङ्गलतिर जानुभयो नि गोठाला भनेर बुवालाई औषधि खुवाएको हो मैले औषधि त यहाँ नानीले दिन मनिषाले तर अघि चाहिँ साह्रै गाह्रो भएको थियो छटपटिनु भएको थियो बाबा चाहिँ हात खुट्टा दुख्यो जिउ साह्रै दुख्यो भनेर अहिले चाहिँ सुत्नु भएको छ अहिले भर्खरै निदाउनु भयो हेर्नु न ए भाइ पनि देख्दैन अनि त्यो के गाह्रो धेरै भयो कि के हो सिरानी पनि हालेको छैन भाइ पनि देख्दैन कहाँ छोरीहरू कता गई अनि पानी सानी के दिनुभयो कि नै बालाई ए पानी त मनिषाले दिन तर सिरानी हेर्नु न दाइ बालाई सिरानी नै लगाइदिनु भएन रहेछ म सिरानी ल्याइदिन्छु धेरै गाह्रो भयो कि जस्तो छ है बा उठ्नु त बा अलिकति धेरै गाह्रो पर्यो बुवा औषधि खानु पर्यो बुवा हो र म त पर बारीमा खन्न गएको बारीमा खनेर अनि थकाइ लागेर अनि के गर्नु यस्तै छ अनि अलिअलि धेरै थियो खन्दै अनि अहिले धेरै थकाइ लाग्दाखेरि अनि अलिअलि यहाँ घरमा आएर बुवा पनि कस्ता के छन् धेरै औषधि खाएन अनि भाइ पनि के गरिरहेछन् त्यसैले अनि म अलि थकाइ मारौँ कि भनेर आएको हो अलिकति भयो हातबाट कड्कड खाएर बिस्तारै पऱ्यो त्यो कान्छालाई लिएर गएको थिएँ अब म जान सकिनँ अनि त्यसले पनि खै पारी गाउँका त्यो बैशाखा थामी खबर गर्नु गरेको छ भन्दैछ तिमी हिजोदेखि खेलबाडमा गर्दा खै कतामा गयो ज्वरो त धेरै आइसकेको छ बा अब के गरौँ भने अब अस्ति जानुभएको रहेछ मलाई थाहै नगरेर दुवै जानुभएको रहेछ अनि धामी झाँक्री कहाँ अनि त्यो वैद्य कहाँ पनि जानुभएको रहेछ मैले थाहै पनि थिएन अनि थिएन अब उताबाट पहिले पनि आएँ अनि औषधि पनि दिए औषधि पनि खाइरहेछु अनि कम छ न त रातभरि गाह्रो हुने घर टाउको ढुक्ने गरे के हुने अब त्यही भएर तिमी आइपुगेछौ ल धेरै खुसी लाग्यो अनि दिदी भाइ त्यो धामी के चैते धामी पनि बैशाखे धामी हुने कि चैते धामी होइन त्यो घर कहाँ छ के छ भन्नुहुन्थ्यो त्यसैले अनि त्यो भेटेर आएको कि भाइ अब भाइ पनि देख्दैन के गर्नु त्यो अनि धेरै एउटा पनि दशा लाग्यो कि के हो राम्रो काम गरौँ भने पनि नराम्रो हुन्छ खेतबारी खन्दा पनि 1-2 साल भयो अर्काको खेती वर्षभरिको 2 वर्षको भाडा पनि तिरेको छैन के गर्नु अर्कामा जग्गा गरेर आफूले खानुपर्ने के गर्नु घरमा दसैँ आइलाग्यो कि त्यसैले घरमा
अनि एकचोटि हेरान गरे भने हुन्थ्यो। वैशाखी धामी कहाँ हुन्न त अनि अस्ति के गर्नु। ए अस्ति म गएको थिएँ ठुल्दै, त्यहाँ वैशाखी धामीलाई मैले भेटेर आएको थिएँ। सोमबारको दिन म आउँछु भन्नुभएको थियो हामीहरूले। त्यहाँ जाँदाखेरि अनि त्यहाँ तपाईँहरूको त्यता गाउँ घरतिर केही छ सुत्केरो केही पनि छैन भने, सबै चोखै छन् भने, जुठो सुत्केरो केही पनि छैन भने म त्यो दिन तिमीहरूको के भएको छ म सबै हेरजोख गरिदिउँला भनेर राम्रोसँग सम्झाएर पठाउनु भएको थियो मलाई। त्यसो भए त अहिले फुर्सद पनि छ, अहिले थाकिएको छु। एकचोटि गएर त्यो वैशाखी धामी कहाँ गयो भने अनि आज आउँछन् होला कि, आयो भने अनि यसो सल्लाह गरेर अलि हेरान गऱ्यो भने हुन्थ्यो कि। दर्दसर आइलाग्यो कहाँ के राम्रो काम गऱ्यो भने नराम्रो हुन्छ। अब बिहान आउने भनेको छ, बिहान त अलि राम्रो हुनु, बेलुका अब सबै एकै ठाउँमा हुने, अनि त्यसैले गर्दा बेलुका आउनु भने अब बिहान अब सबै काममा गइहाल्छ त, अनि को आउने त्यही भएर अब हुन त बेलुका पनि होला होला। अब खै अब सोध्ने भने अब त गाउँघरको परम्परा अनुसार अब पहिला खानु चामल लिएर एकजना बुझाऊ, अनि आएर हामीलाई ल्याएर यहाँ अब अलिकति हेर्ने कुरा पनि गर्नुपर्ने छ, धेरै भइसक्यो। कुलदेव देवता लागे कि केही भयो कि हाम्रो अब घर परिवारमा पनि धेरै खोसेलो मात्र छ। कहिले कोही बिरामी सन्चो छैन। आफू पनि यस्तै छु। त्यो बिदे भाइ पनि त्यस्तै, हजुर पनि त्यस्तै हुनुहुन्छ। बुवा बिरामी रोगी हुनुहुन्छ। बुढा कहाँ भइसकेपछि के भने डाँडाको घाम जस्तै भन्छन्, के गर्नु। अनि त्यसैले अनि वैशाखी धामी कहाँ यसो भाइ त अस्ति गएको थियो, अनि सोमबार राम्रो भयो भने गफ गर्दा मैले त केही सोध्ने बिर्सेँ। केही खानासाना त बिहानै खाएर गएको हो, नास्ता त केही पनि पर्दैन। के गर्नु यस्तै हो। अनि अब के गर्नु, म वैशाखी धामीलाई बोलाउन जानु भएँ। अनि एउटा सुत्केरा जुठा केही पनि छैन। अनि छोरी कहाँ छ, छोरी एउटा गएर लिपपोत गरेर खालि होइन, त्यो फुल्छ के छ। खानासाना भनेको अब वैशाखी धामी जहाँ पनि जताततै पनि बस्दैनन् होला। बेलुका राति यता ल्याएर अनि अब त्यही त अब सबै ठाउँमा अब जान्छन्। अब बोलापछि जानै पर्यो, धर्मअनुसार नियम पाल अब सल्लाहअनुसार गर्नै पर्यो। अब त्यही त हो नि। अब ठिकै छ। अब धेरै ढिलो पनि नगर। अब छिटो गएर अब हामीलाई बोलाउने कामसाम सकेर चुलो सबै ल्याउनु पर्छ। अब यहाँ साह्रै अब घर दस्ताले पनि हो कि अब बेला त्यत्तिकै अब हात घोडा कटकर खाने, टाउको दुख्ने। अब त्यो भएर अब यसो तिमीले लाग्नु पऱ्यो। अब कान्छाको अवस्था तिमीलाई थाहा छँदै छ। अझै जेठा बाटो देख्ने भनेको तिमी नै हो। त्यही भएर अब नाचिनै पऱ्यो। अनि पढाइमै व्यस्त छिन्। ठिक छ बा, ठिक छ। अब ठिक छ, हुन्छ दाइ। अब जानुहुन्छ, हामी बोलाएर ल्याउनुहुन्छ। अब अस्ति खबर छोडेकै छ के अरे। अब यहाँ नानी मनिषा कहाँ छन्, तिनलाई यहाँ यो चुल्लो लिप्ने, यताउता गर्ने, यहाँ चामल ठिक पार्ने भनेर भन्नु पर्यो। हुन्छ भाइ भिरे, म भन्छु छोरी कहाँ छ। ए छोरी, म उता वैशाखी धामीलाई यसो श्रेष्ठी हुनुहुन्छ, त्यसैले त्यहाँबाट म बोलाएर आउँछु वैशाखी धामीलाई। अनि चामल बनेका त्यो तल्लो घर कि पछाडि यहाँ सिरान पनि राख्छौँ। यहाँ अरू छ धेरै सुत्ता भने अब झनै ठाड
बसिरहनु बा म उता गएर अनि वैशाखा धामीलाई बोलाएर आउँछु कता हुनुहुन्छ घर भएर भेटायो भने म लिएर आउँला नभए भने अब बिहा अब उता सोमबार राम्रो हुन्छ भन्छ न भएसम्म म भेटाएर आउँला यहाँ उनीहरू बस्दैन होइन बेला धामी मान्छे अब यताउति खाना पनि हुँदैन केही पनि हुँदैन यताउति त्यसैले भएसम्म म लिएरै आउँला अनि त्यहाँ छोरी छ अनि चुलो यसो लिपेर अनि तल्ला गैरीका घर त्यो दिदीले चामल दिएका थिए आफू कहाँ त खाउँ भने चामल पनि छैन बिहान भयो भने बेलुका के खाउँ भने बिहान के खाउँ छ त्यही तल्ला घर कि त्यो गैरी गाउँ कि भुन्टी दिदीले दिएका चामल छन् ती चामल हानेर अनि बिनुडे लिपेर अनि यता बनाएर ती चामल राखिदिने म गएर वैशाखा धामीलाई बोलाएर ल्याउँछु ल छोरी है ल छोरी हजुर अनि दाइ त उता जानुभयो धामीलाई बोलाउन यहाँ बालाई साह्रै गाह्रो भयो अब यहाँ तिमीले के गर्नु पर्यो भने हेर नानी यहाँ यो चुलो लिप्नु पर्यो अनि त्यहाँ त्यो चामल र फुल ठिक पारेर राख्नु पर्यो दियो चाहिँ दाइले आफैले बनाउनुहुन्छ होला के कसरी मिलाउनुहुन्छ उहाँले आफैले व्यवस्थापन गर्नुहुन्छ त्यो गर्नु पर्यो तिमीले नानी हुन्छ म गर्छु बाबु यहाँ नाच्ने नाच्ने अब त्यहाँ धामी आउने कुरा गर्दैछन् कि अरे गएर छिटो गर चुलो लिप अब दिए त अब दया गर्लान् अहिले त्यो पढ्न छोडिदियो अहिले त्यहाँ भएको सबै काम गरेँ त्यसै गरेर अब के अनि पर त्यो एकजना माइली ऊ तल गएर माइली पनि छन् गरे अब उनलाई पनि बोलाऊ त्यो ऊ पनि अलिक बाँधी छन् अनि त्यो आफूले नसकेको हो उसले पनि गरिदिनु सघाउँछ हुन्छ नमस्कार नानी अनि बा टाढै हिँड्नु भएको हजुर म त उता गाउँबाट आएको अनि मै त चिनेन नि म अहिले अस्ति हजुरलाई भेटेको थिएँ अनि त्यहाँबाट चिने हो मैले हजुरलाई बिर्सिया छैन नि ए ठिक अनि केही कामले हिँड्नु भयो कि बा म त्यो बलबड्डालाई भेट्न आएको हो होइन हजुर अनि बलबाको घर कता होला कहाँ होला भन्ने खोज्दै आएको छु अस्ति एउटा बलबाको कान्छो छोरा भन्नुहुन्थ्यो अनि उहाँ पनि दृष्टिविहीन हुनुहुन्थ्यो होइन अनि उहाँले मलाई खोज्न जानुभएको थियो अनि म त चाहिँ आज त्यही घरमा आएको हुँ कता होला कि नानीलाई थाहा छ र थाहा छ सँगसँगै जस्तो हो हामी उहाँको छिमेकीहरू नै हो एउटा भाइ देख्नुहुन्न हजुर घरमै बस्नुहुन्छ अलिअलि यसो हिँड्नुहुन्छ कति समय लाग्छ यहाँबाट जाँदा धेरै लाग्दैन अब लाग्छ 5-10 मिनट 5-10 मिनट लाग्छ है हजुर अब हामीलाई त हजुरलाई त अब गाह्रो हुन्छ नि त होइन अब बिस्तारै हिँड्नुहुन्छ हामीलाई त 5 मिनटको कुरा हो धेरै लाग्दो रहेछ समय है धेरै टाढा रहेछ नि अब तलसम्म त म पनि जान्ने हो बा अनि कोही बिरामी हुनुहुन्छ कि बल बा पहिला बिरामी छन् भन्ने कुरो सुनिराखेका थिएँ अनि अस्ति दृष्टिविहीन मान्छे मेरो घरसम्मै जानुभयो उहाँको कान्छो छोरा होइन अनि त्यही भएर म चाहिँ आजको दिन पारेर यसो त्यहीँसम्म जाऊँ कि भनेर आएको कस्तो छ के छ यसो बोलाउन पनि पर्यो होइन त्यही भएर आइराखेको छु अब कति धेरै टाढा हो कि के हो अब जाउँ भने सँगै जाऊँ न त अनि कता हो मै पनि थाहा छैन अब घर पनि देखेको छैन होइन अनि त्यही हो ल सँगै जाउँ
हस् बा अब ल हिँड्नु बा अगाडि नै हिँड्नु नानी अगाडि हिँड्नु म बुढो मान्छे अलि पछाडि बिस्तारै हिँड्छु हजुर तपाईँ अगाडि हिँड्नु म पछाडि आएँ हस् बा मन नभए हिँड्छु नि त ल हुन्छ धेरै टाढा रहेछ अब बाटो पनि देखाइदिनु होला होइन हस् बा घर पनि देखाइदिनु होला हुन्छ बा कति टाढा छ हस् बा म देखाइदिन्छु नि हजुरलाई अनि ल हुन्छ हुन्छ नानी हुन्छ म पनि बुढो मान्छे नदेखेको मान्छे अब यहाँ त कहिल्यै आएको छैन म हजुर अब धेरै गाह्रो छ अप्ठ्यारो पनि रहेछ बाटो त साह्रै हिँडो छ अप्ठ्यारो छ बा अलिक बिस्तारै हिँड्नु बिस्तारै बिस्तारै नानी यहाँ अप्ठ्यारो छ अलिकता अब खोल्सा खाल्सी पनि रहेछ हजुर अब गाउँघरको बाटो के गर्ने यो गाउँघरको बाटो यस्तै हो ओहो धान त राम्रै फल्दो रहेछ नि नानी पहाड भए पनि धान चाहिँ राम्रो फल्दो रहेछ हेर्नु नि कति राम्रो रहेछ नि बा राम्रो फल्छ बा उहाँले मजल सबै हालेर राम्रोसँग खेतीपाती गर्नुहुन्छ पल्लो बाटो साइलो बाले ए राम्रो रहेछ धान कति राम्रो हेर्नु नि हो नि बा कस्तो मजाले फल्या छन् नि धान त है हेर्नु नि कति राम्रो फलिएछ धान हजुर पहाड भए पनि पहाडी इलाकामा पनि यति राम्रो धान फल्ने है हो नि बा अनि अब हाम्रो शीतल ठाउँ पनि छ नि त अरू जस्तो अब तराई ठाउँ पनि होइन हाम्रो अब जे होस् हावापानी पनि राम्रो छ अनि अब यता सागसब्जी खानलाई पनि सहज छ बा ए राम्रो रहेछ यतातिर ठाउँ विष्णु बहिनी कताबाट आउनुभएको म यहाँ बालाई भेटा थिएँ धामी बालाई अनि हजुर कहीँ पुऱ्याउन लिएर आएको म देखाइदिनु भन्नुभएको हो र धामी बा आउनुभयो म त धामी बालाई घरबाटै आएको धामी बा बुवा धेरै सिरियसली बिरामी हुनुहुन्छ त्यसैले धामी बालाई ल्याउनै आएको म कता भेटाउनु भएछ त धामी बालाई बहिनी म यता तल पल्लो गाउँतिर यसो समूह मिटिङ थियो अनि उहाँ मिटिङबाट आउँदाखेरि बालाई भेटेँ अनि लिएर आएको ए धामी बा नमस्कार नमस्कार बाबु नमस्कार म त ढुङ्गो खोज्दा देवता मिले जस्तै भयो म त धामबाकै घरमा जान लागेको बुवा सिरियसली बिरामी भयो त्यसैले आज सोमबार पनि छ सोमबारमा आउनु भन्नुभएको थियो त्यसैले त्यहीँ जान लागेको यहाँ त ढुङ्गो खोज्दा देवता मिले जस्तै भयो यहाँ त बिच बाटोमै भयो बहिनीले ल्याएर आइदिनु छ धेरै धन्यवाद ल अब घर जाउँ 3-4 मिनट 5 मिनटको बाटो छ धामबा अब त्यति सानो कुरामा के धन्यवाद भन्नुहुन्छ दाइ अब पढाइ बेला त हो नि यस्तै बेला त अनि हामीले सघाउने हाम्रो गाउँहरूको चलन त्यही त हो नि दाइ हुन्छ धेरै धन्यवाद हुन्छ 2-4 मिनटको बाटो छ त्यसैले अनि आउनु छोरी हजुर धामी बुवा पनि आइसके अनि अब हैरान गर्नु पर्यो अब छन् अनि तल्ला घर त्यो बहिनी मल्ला घरकी बहिनी त्यो बोलाएर ल्याउनु अब उनीहरू पनि छैन अब पर डिसेम्बरमा बहिनी पनि आउनुभएको छ बिग्रिने मान्छे पनि चाहियो त्यसैले अरू बुढी र दिदी भाउजू र बुढो आउनुभएको छैन जङ्गलतिर गाईहरू कता छन् अब धामीका पनि अब अहिले आइसकेपछि अझ यताउति गरेर यहाँ बस्न हुँदैन काहीँ पनि बसेर खानुहुन्न भन्ने समस्या हुन्छ अघि मैले सल्लाह गरेको त्यसैले तल्ला घर बिन्त्याउने मल्ला घर के बहिनी भन्छन् त्यो बहिनीलाई बोलाएर ल्याउनु
धामी बा हजुर यो थाकेर आउनुभयो होला धेरै टाढाबाट अनि अब हात मुख धुनु अनि हात खुट्टा धोएर अनि अब बस्नु पर्यो धामबा हुन्छ बा हुन्छ म पानी हात खुट्टा धोएर अनि अब के चाहियो सबै रेडी मिलाउनु पर्यो धामबा अनि हात खुट्टा धोएर आउनु भाउजू पनि आइहाल्नु भएको छ छोरी हात ल्याएर आयो अनि ल ठिक छ यता भित्र गएर के सामान चाहिने हो अब धामबा पनि भन्नुहुन्छ हामीलाई त केही पनि थाहा छैन धामबा के ल्याउनु पर्ने हो कसो गर्नुपर्ने हो अब दियो कलश अब के गर्नुपर्ने अब धामबालाई थाहा होला अब धामबालाई भन्नु न धामबा के चाहिने हो कसो गर्नुपर्ने हो ल अब ओहो धामबा नमस्ते। नमस्कार नानी नमस्कार। कतिखेर आउनुभयो बा? म चाहिँ अघि भर्खरै आएको अब त्यही 5-6 मिनट जति भयो होला यहाँ आएको। हजुर तपाईँ पनि आउनुभयो यहाँ? हजुर ल ठिक छ म पनि अहिले भर्खर आइपुगेँ यहाँ बोल्यो बा कहाँ बिरामी रहेछन् हजुर त्यही भएर अस्ति बाबु जानुभएको थियो हजुर मैले सोमबार आउँदा भनेको थिएँ त्यहाँबाट आज चाहिँ परि बाटोबाट आउँदाखेरि चाहिँ जङ्गिया बाबु चाहिँ परि बाटैमा भेट्यो ढुङ्गो खोज्दा देउता मिल्यो भने कि जस्तै भयो त्यहाँबाट अहिले भर्खर पुगेँ यहाँ र ठिक गर्नुभयो बा अब यसो के हो हेरिदिनु पर्यो राम्रोसित अब सामान तयार गर्नु पर्यो अब के सामान तयार गरिरहेको छ अब सामान ल्याउनु पर्यो भित्रबाट हुन्छ छोरी के छ दियो छ त्यहाँ अनि चामल पनि तल्ला घरबाट हिजो खाउँ भने केही पनि छैन तल्ला घरबाट एउटा पोलिथिनमा छ नि कहाँ छन् त्यो चामल हानेका हुन्न अब तेरिमोनीले राखेका हुन्न ती लिएर अनि दियो त्यहाँ उता होला अब सबै दिएर हाल्नु पर्यो अनि लिप्त त लिप्यो होला नि त ल त्यो के सामान छ लिएर आउनु दियो पनि लिएर आउनु होला ल एक लोटा पनि ल्याउनु होला पानीको अनि पार्टीले नानी छोरी ल्या अब यहाँ धामबा आफै के गर्छन् सल्काउँछन् के छन् यहाँ सबै ल तल गएर भाउजू खन्याउनु खन्याएर त्यसमा हालिदिनु भाउजू हुन्छ के चाहिन्छ के गर्छ त्यही नमस्कार म तपाईहरुकै कलाकार अर्जुन बोहरा आजको एपिसोड त हेरिहाल्नुभयो आजको एपिसोडलाई के कस्तो लाग्छ तपाईले सल्लाह सुझावका लागि तलको कमेन्ट बक्समा गई सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला अहिले कथामा बलेबा एकदमै बिमारी भएर सुताइएको छ उक्त बलेबालाई हेराउनका लागि जङ्गेले धामीलाई बोलाएको छ बलेबा निको होस् भन्ने चाहने जतिले एक कमेन्ट शेयर लाइक गर्न अवश्य नभुल्नुहोला है त हामी तपाईहरुको सल्लाह सुझावका लागि हामी तपाईको अपेक्षा गर्नेछौं धन्यवाद।